हेलो साथीहरु सबैजनालाई नमस्कार भन्न चाहन्छु है। म केशव बिसीको तर्फबाट म चाहिँ यस्तो ठाउँतिर छु है। अहिले यो दृश्य हेर्दै गर्दा हुन त आँखाले हेरे जस्तो त क्यामेरामा नहोला, तर पनि म तपाईहरुलाई देखाउने प्रयास गरिरहेको छु। यहाँ पर तपाईहरु देख्न सक्नुहुन्छ थोरै जंगलको बीचमा यस्तो बस्ती छ, फेरि छुट्टै खालको हैन। हामी चाहिँ यस्तो ठाउँमा बसिरहेछौं है। पक्कै पनि तपाईहरु देख्न सक्नुहुन्छ। यस्तै भिडियोहरु हेर्नको लागि सबैजनाले मेरो भिडियोलाई लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सनु होला है त साथीहरुलाई। हेर्नुस्, यो चाहिँ क्रोएसिया र स्लोभेनियाको चाहिँ बोर्डरमा बोर्डर साइडमा पर्छ। बोर्डरै हो भन्दा नि हुन्छ। यहाँनिर त्यो पल्लो रोड देखिएको छ एउटा, त्यो रोड चाहिँ स्लोभेनियाको पर्छ भने यहाँ नजिकै रहेको यो एउटा रोड चाहिँ क्रोएसियापट्टि पर्छ है। हेर्नुस् है त, यस्तो खालको छ एकदमै। हामीलाई त डाँडाकाँडा मन पर्छ, सायद नेपाली भएर होला। यस्तो खालको वातावरण छ, घाम लागिरहेको बेला छ, सिरसिर हावा पनि छ अनि चिसो पनि छ साथीहरु हैन। म चाहिँ यो घरमा बसिरहेको छु। मौसमको कुरा गर्नु पर्दाखेरि यस्तो खालको छ। अहिले घाम पनि एकदमै लागेको छ नि त, त्यही भएर यस्तो खालको छ वातावरणको कुरा गर्नु पर्दा। एकदमै सानो यस बजार जस्तै छ, तर यहाँनिर चाहिँ बजार छैन। र अहिले भर्खर हामी गएको थियौँ सानो रेस्टुरेन्ट, मतलब होटल रहेछ त्यहाँनिर। अनि पेट्रोल पम्पमा त्यही मार्केट रहेछ। हामी चाहिँ त्यही पेट्रोल पम्पमा मार्केट गयौँ। अर्को मार्केट पनि छ भन्ने कुरा तर हामीले पत्ता लगाउन सकेन साथीहरु। र सबैजनालाई चाहिँ यो भिडियो हेर्ने सबैजना साथीहरुलाई म के भन्न चाहन्छु भने यस्तै भिडियोहरु हेर्नको लागि लाइक, कमेन्ट र सब्स्क्राइब गर्न नबिर्सिनु होला। म केशव बिसीको तर्फबाट सबैजनालाई हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। र एकदमै यो आनन्द सुनसान हैन, तल गाडीहरु कुदिरहेछ, तपाईहरु देख्न सक्नुहुन्छ भने पक्कै पनि तपाईहरुले देखिराख्नु भएकै होला। म चाहिँ अहिले भने यो घरमा छु है। घाम लागिरहेछ, पक्कै पनि यो घाम लागिरहेको मौसममा यो समयमा पनि एकदम छ। अब केही दिन पछाडि चाहिँ हिउँ पर्छ। हिउँ पर्दाखेरि पनि तपाईहरुलाई म भिडियो बनाएर पोस्ट त गर्ने नै छु। म यो घरमा अब कतिसम्म बस्छु त्यो चाहिँ अब थाहा छैन, वर्षौं महिनौं हैन कति बसिन्छ, तर म बस्ने चाहिँ यही नै हो। र यो दृश्य भनेको चाहिँ म टक्क बिहान उठ्ने बित्तिकै चाहिँ यो दृश्य देख्न पाउँछु। मैले चाहिँ पक्कै पनि बिहान हेर्दाखेरि एकदमै आनन्दै आउँदो रहेछ। आज फर्स्ट दिनको थियो। मैले हिजो हामी यही टाइम भन्दा नि 5 बजेतिर हामी आएको थियौँ हिजो चाहिँ। अनि आज चाहिँ यो टाइममा चाहिँ यो हेर्दै गर्दाखेरि एकदमै बिहान उठेर टक्क हेर्दाखेरि चाहिँ एकदमै मन पनि खुसी नै जस्तो हुँदो रहेछ। हामी चाहिँ डाँडा त छ, तर डाँडाको यो एउटा सानो होचो डाँडाको चाहिँ भनौँ न माथिबाट चाहिँ हाम्रो म बस्ने रुम छ पक्कै पनि हैन साथीहरु। ल यस्तै भिडियोहरु हेर्नको लागि मलाई फलो गर्नु होला, लाइक कमेन्ट पनि गर्नु होला है त। बाँकी भिडियो फेरि पनि अर्को भिडियोमा हामी भेट हुने नै छौं, जोडिने नै छौं भन्दै अहिलेलाई बाइ है त साथीहरु।